पटे बनाउनु भएको छ अब यहाँ So good morning everyone. So आज हामी यता भारबङको याले भन्ने ठाउँमा छौँ र आज हामी भारबङ स्कुलमा छौँ र विद्यार्थीहरूलाई यहाँ नाम टिपाउँदै हुनुहुन्छ हाम्रो लाग्बो दाइले अनि यहाँ बाबु हुनुहुन्छ टच द लेग टच द लेग देऊ इन्दा यागुदो टच द लेग ट्रेस दिले न आराम आरामै ब्लू कोही चुज कलर Oh, red. Good. Dinosaur. डाइनोसर के चम्बला कुरा त डेट खरे 산다. 저거 주면 좀 있을게. 힘들다. 나는 쑥 재워봤어, 나. 응, 쑥 지웠어. हेलो गुड मर्निङ सबैलाई अब हामी चाहिँ यार्लेबाट सोसामा अब हिँड्न लाग्छौँ यार्ले भन्ने ठाउँमा चाहिँ यो नेपाली हाम्रो नेपाली नाम चाहिँ यसको नाम चाहिँ याक खर्का रहेको छ र तपाईँको यहाँको माथितिर तपाईँको यहाँतिर चाहिँ पुरै याक नै याक चरिरहेको हिजो हामीले देखेँ त्यही भएर यो ठाउँको नाम चाहिँ याक खर्का रहेको छ तपाईँको अहिले हाम्रो साथी सबैजना यहाँ रेडी गर्दै हुनुहुन्छ र तपाईँको यहाँको दृश्यहरू चाहिँ यस्तो छ एकदमै रमाइलो छ आज चाहिँ सनी डे रहेको छ सो इट्स ब्युटिफुल पानी चाहिँ नपरोस् हाम्रो यात्रामा सो भोलि हामी दो पुग्नेछौँ आज हामी छो भन्ने ठाउँमा पुग्ने छौँ र भोलि हामी दोमा पुग्नेछौँ सो थ्याङ्क यू एभ्री वान अब हामी यहाँबाट हिँड्न लाग्छौँ हामी यहाँबाट अहिले 8:30 रहेको छ अब हाम्रो जर्नी चाहिँ नियरली 6 to 8 आवर्सको रहेको छ र अब हामी बिस्तारै हिँड्न लाग्छौँ र यहाँ अब हाम्रो साथीहरू पुरै तयार अवस्थामा छन् सो थ्याङ्क यू एभ्री वान यो चाहिँ याले भन्ने गाउँ रहेछ है याक खर्का भन्दो रहेछ अर्को नाम चाहिँ है ओहो पुरा चाहिँ घर कस्तो राम्रो भन त हेर्नु त राम्रो देख्छ हेलो गाइज गुड मर्निङ कहाँ रहेछ त हेरिङ टुवर्ड्स द सो तरफ टोकियो ल डोया रे या खरी या अब हाम्रो साथीहरू सबै हामी यहाँबाट यार्लेबाट अब हामी तर्फ हिँड्ने क्रममा छौँ है हाम्रो पछाडि साथीहरू सबै हुनुहुन्छ डक्टर प्रभु डक्टर युङ अम्ची धर्चल अनि हाम्रो छिरिङ हामी छौँ है अब हेरौँ डरपुर एक्सपिरियन्स याको त हाम्रो डरपुर साथीहरू एउटा गीत गाउनु न
रेलीको बाटो आउँदै छाडे 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 थ्याङ्क यू अब तल्लोमा रेल डरपुरोले यो गीत गाएपछि तल्लोमा रेल आउने पक्का भइसक्यो है 100% ग्यारेन्टेड ल 1 2 3 आउँदै छाडे 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 यो चाहिँ हाम्रो नोम्याड्स 2025 को चाहिँ नेसनल एन्थेमै यो है अनि यसको हाम्रो लिरिसिस्ट चाहिँ हाम्रो डरपुरको दाइ हुनुहुन्छ अनि उता चाहिँ थुप्रै यागहरू रहेछ पुरै यागहरू चढिरहेछ त्यहाँ चाहिँ गाउँ पनि रहेछ एउटा अब त्यो कुन गाउँ हो यहाँ एउटा गाउँ पनि रहेछ यागहरू रहेछ है सो यहाँ खोला कति राम्रो छ है भेरी ब्युटिफुल बा यहाँ खार्पा भन्ने ठाउँ चाहिँ एकदमै रमाइलो रहेछ है हेलो त्यहाँ चाहिँ एउटा गुम्बा एकदम राम्रो रहेछ माथि कति राम्रो गुम्बा बनाएर रहेछ माथि पहाडभित्र गुम्बा बनाएर रहेछ मोहरीमा दियो जलेको देख्छु सीताले रामलाई ठगेको देख्छु म पागल भएकी यहाँ इमान हरायो मायाले मायालाई ठगिएको देख्छु यहाँ चाहिँ पुरानो चुपाहरू रहेछ पुरै रेनोभेसन गर्ने पर्ने अवस्थामा रहेछ कल्चरली रिच तर रेनोभेसन गर्ने अझै रेनोभेसन गर्नुपर्ने रहेछ पुरै तपाईँको ह्यान्ड क्राफ्ट स्टोनहरू पनि थुप्रै रहेछ यहाँ चाहिँ तपाईँको यहाँ मानिहरू यस्तो लेखेको रहेछ यसरी मानिहरू लेखेको रहेछ तर रेनोभेसन चाहिँ पुरै यस्तो बदलिएको छ त्यसलाई रेनोभेसन चाहिँ गर्नुपर्ने हेलो एभ्रिवान सो आज हामी जाँदैछौँ हामी जाने यात्रामै छौँ बिच बाटोमा थुप्रै चुपाहरू रहेछ अनि तपाईँको हातले कुटेको मानेहरू रहेछ तर यो माने स्टुपा सबैलाई रेनोभेसनको जरुरी रहेछ हाम्रो ओपरडोल्पा कल्चरली रिच ओपरडोल्पा तर यसलाई थोरै ध्यान आकर्षण गर्न चाहन्छु हाम्रो स्थानीय तहदेखि लिएर नेपाल सरकार होइन पुरै स्टुपाहरू पुरै यसरी भएको रहेछ नेचुरली डिस्ट्रोय होला यसलाई पुरै रेनोभेसन गर्नुपर्ने रहेछ र पारी पनि तपाईँको थुप्रै स्टुपाहरू रहेछ अनि तपाईँको यहाँ कल्चरल रिच प्लेस अनि यहाँ हामी जाँदै बाटोमा हामीलाई स्वागत गर्न हिमालको साहन एउटा याक रहेछ अब उता हामी देखेपछि अलि माथि जाँदैछ इट्स भेरी ब्युटिफुल एकदमै यात्रा एकदमै रमाइलो भइरहेको छ होला यस्तो राम्रो छ तपाईँको वाउ इट्स भेरी ब्युटिफुल हाम्रो साथीहरू त्यहाँ आउँदै हुनुहुन्छ र तपाईँको यस्तो खोलाको साउन्ड चराचुरुङ्गीहरू उडिरहेको रहेछ स्टुपाहरूले हामीले स्वागत गरिरहेछ एकदमै रमाइलो भइरहेको छ र हाम्रो 2 डेज हामीले चाहिँ क्याम्प गऱ्यौँ साङ मुकट 3 डेजको रहेछ अनि यार्डेमा नियरली हामीले 120 मान्छेहरूलाई हामी सर्भ गऱ्यौँ अब हाम्रो नेक्स्ट क्याम्प भनेको हाम्रो दताराममा रहनेछ 2 डेजको क्याम्प सो वी आर भेरी एक्साइटेड अबाउट द्याट एन्ड आई एम भेरी ह्याप्पी टु बी ब्याक टु माई प्लेस आफ्टर अ year and to join the team of nomads. It's extremely happy and I'm very happy. So thank you. याक सानो रहेछ यहाँ एकटुक रहेछ
भाग्यो हामीले देखेर भाग्यो अर्को पनि रहेछ याक ख 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 शश 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 भाग्यो हामीले देखेर यो चाहिँ सानो बच्चा रहेछ अर्को चाहिँ अलिक ठुलो रहेछ यतापट्टिको चाहिँ बच्चा याक बेबी याक रहेछ यहाँ चाहिँ च्याङ्राहरू चाहिँ चढिरहेको छ अनि हाम्रो यहाँ आज हुनुहुन्छ आज मिनट चाहिँ हिँड्छ हो कुन्चाङ आज युल यारले हिँड्छ ठिम्नेर दि अक्ति है ल लास्ट लास्ट आज रुलु कन्छ हिँड्छ हो धुन्जु च्याजु माग्बै हिँड्नु धुन्जु चाहिँ यहाँ के पो भाइ त्यो साचा के पो चा छु के पो भाइ रुलुक सम्झेन ल सर उता गाउँ जस्तो रहेछ है हाम्रो केन्द्र दाइ हुनुहुन्छ अनि म छु हाम्रो बाँकी साथीहरू उता आउँदै हुनुहुन्छ
हजुर ए बेलुका ढुङ्गामाथि मोटर आइस अँ। यहाँबाट त उता गयो भने चाहिँ सर्गा जाने बाटो रहेछ अनि यताबाट नि हेलिबगर जाने बाटो यो ठाउँको नाम चाहिँ निसिङ भन्दो रहेछ त्यहाँ माथि चाहिँ रुखहरू रहेछ यस्तो ठाउँमा पनि रुखहरू चाहिँ आइरहेको रहेछ ट्र्याक्टर रोक्छ होला यता चाहिँ ट्र्याक्टर भेट्यौँ हामीले र यहाँ चाहिँ खच्चर अब मोडर्न र ट्रेडिसनलको मिट भयो भनौँ न 용 내려갔을 때 अब हामी यो ठाउँ पुग्यौँ अब
त्यहाँबाट यो बाटोबाट उता गयो भने चाहिँ छर्का पुगिन्छ र यहाँबाट उता गयो भने चाहिँ दो अनि छो भन्ने ठाउँ पुगिन्छ। छोबाट अब हामी दो पुग्नेछौँ। हाम्रो साथीहरू यहाँ हिँडिरहेछ, म चाहिँ अलि हिँड्न सकिरहेको छैन। सो अहिले म यत्तिकै बसिरहेको छु, पुरै रेस्ट गरेर बसिरहेको छु। अनि त्यहाँ चाहिँ पुरै उता गोठहरू रहेछ, यसरी टोङ भन्छ हामीले चाहिँ, टोङ बसेर आइरहेछ। एकदमै रमाइलो छ यहाँ चाहिँ। रेडखो अहिले चाहिँ हाम्रो लन्च ब्रेक भइरहेछ। हाम्रो खाजामा चाहिँ तपाईँको ब्रेड र भित्र चाहिँ चिज छ है। अनि यता हाम्रो डक्टर दाई डोल्पोमा रेल ल्याउने कुरा गर्दै हुनुहुन्छ। जस उहाँको ब्लगको मेन कन्टेन्ट उता चाहिँ टङ बसेर आइरहेछ, एकदमै रमाइलो छ। हामी यहाँ हिँडिरहेछौँ, सोतर्फ लागिरहेछौँ। र तपाईँको यहाँबाट बाटो देख्न सक्नुहुन्छ, यहाँबाट माथि जाने बाटोबाट यहाँ चाहिँ गोडाहरू पुरै चढेर आइरहेछ। एकदमै रमाइलो तरिकाले बसिरहेछ गोडाहरू। र यहाँ हाम्रो साथीहरू हिँडिरहेछ र अगाडितिर चाहिँ हाम्रै खच्चरहरू एकछिन रेस्ट गर्ने क्रममा छ। र अब हामी दो जाने क्रममा छौँ। इट्स भेरी ब्युटिफुल है। अनि उता चाहिँ तपाईँको पुरै च्याङ्ग्राहरू चढिरहेको रहेछ, एकदमै टङ बसेको रहेछ। भेरी ब्युटिफुल, आम भेरी ह्याप्पी। यहाँतिर चाहिँ एउटा सोच जस्तो पनि रहेछ, अहिले तपाईँले देख्नुहुन्छ छो भन लेक है, लेक यस्तो रहेछ। यस्तो रहेछ लेक। यहाँ चाहिँ टङ बस्ने ठाउँ रहेछ। अनि यहाँ चाहिँ हाम्रो यस्तो गोठ बेला पार्नु राख्ने ठाउँ हो यो। यस्तो छ तपाईँको यहाँ चाहिँ यहाँ पुरै हिँडिरहेको छ। भेरी ब्युटिफुल, एकदमै इन्जोय गरिरहेको छु। हाम्रो खच्चर गोडाहरू पुरै गइरहेको रहेछ। ब्युटिफुल सिन। हामी जाने बाटो त्यही बाटो रहेछ। आज मात्र होला हामी पुरै लाइन टु लाइन हिँडेको। अब हाम्रो आजको यही बस्ने भयो। अब यहाँ चाहिँ चाउचाउ पाउँदै हुनुहुन्छ। अन्त हाम्रो कफी चाहिँ यहाँ छ। अब यहाँ फुलु दाइले चाहिँ यो के बनाउनु लाग्नु भएको? चटपटे बनाउनु भएको छ। अब यहाँ लाको दाइले बनाउँदैछु, मलाई थाहा छैन यो गाउँतिर कसरी जस्ट प्याज काटेर हाल्ने मात्र। ल ओके, ल लेट्स ट्राई। अनि हाम्रो यहाँ डक्टर फुलु, हाउ यु व्हाट यु डुइङ? I'm preparing instant noodle. Instant noodle. Okay, instant noodle यहाँ पाक्दैछ। यो यो
अनि यहाँ इजाङमा चाहिँ पुरै यहाँ यो के पाक्दैछ इजाङ 14 पाक्दैछ अनि यहाँ अहिले कोक्पा कुटिरहनु भएको छ सो हाम्रो अहिले दाइहरू चाहिँ यता स्न्याक टाइम ए आलु तास्दै हुनुहुन्छ चिया होला यहाँ चाहिँ किचन रहेको छ अब चिसो सुरु भइसक्यो फेरि ल यहाँ चाहिँ क्याम्पिङ साइट रहेको छ आज हाम्रो यो चाहिँ हाम्रो को तपाईँको बेस क्याम्पमा रहेको छ र हाम्रो टेन्ट दुइटा एउटा चाहिँ किचन एउटा चाहिँ हामी सुत्ने ठाउँ अर्को चाहिँ हाम्रो खच्चरहरू पनि माथि पुरै घाँसहरू खाइरहेको छ या लस्सो त्यो चाहिँ अब हाम्रो यहाँ चटपटे पनि रेडी भइसकेको छ अब हामी चटपटे खान लाग्छौँ अनि चम्चा चाहिँ नेचुरल रहेछ त्यो चाहिँ के को ओर्चे नेचुरल के अरे चिम्पुक चम्चा अब हामी चाहिँ चटपटे खान्छौँ है चटपटे होइन यो होइन पुरो अर्को रेलको बाटो आउँदैछ रे अनि अर्को अब ल बाटो आउँदैछ रे म भिडियो बनाउँछु है यहाँ चाहिँ सुनपाती रहेछ सुनपाती यस्तो हुन्छ यिनीहरू चाहिँ सुनपाती हो हेलो एभ्रिवान सो यो पछाडि चाहिँ नावर छ त्यही हेर्न म उता तल हाम्रो फ्रेन्ड हुन्छ त्यहाँबाट हेर्न आउँछौँ लेट्स चाहिँ अब हामीले नावर देख्न सकिन्छ कि सकिन्न लेट्स चाहिँ तल पुरै भागेर गयो अलिअलि भाग्यो लागिरहेछ यहाँ रहेछ पुरै भाग्यो पुरै भागेर गयो अहिले जब हामी डिनर खाइरहेको छौँ हामी एल्टिट्युड कतिमा हो लगभग नियरली 4200 मिटर एल्टिट्युडमा अनि हाम्रो साथीहरू सबै माथि खाना खाइरहनु भएको छ अनि हाम्रो यहाँ केनुर दाइदेखि लिएर सबै हुनुहुन्छ यहाँ हाम्रो टिम अनि हाम्रो यहाँ प्रभु दाइले टिबेटन गाना बजाइरहनु भएको छ अनि खुल्ला आकाश जुन पनि देखिरहेको छ यहाँबाट सो अहिलेसम्म भिडियो हेरेर साथ दिनुभयो त्यसको लागि एकदमै धन्यवाद सो सब्सक्राइब माई च्यानल फर मोर भिडियोज स्टे ट्युन